हेलो गाइज वेलकम टु माई ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हाम्रो घरमा चाहिँ आज कति 10-11 कति दिन भयो क्या, त्यही भएर हामी जाँदैछौँ बलैपुर। अनि आज चाहिँ हाम्रो फिल्म हेर्न जाने पनि भनेको, लाली बजार मुभी आउँदैछ। जाने भनेको के हुन्छ हजुरहरूलाई के हुन्छ देखाउँदै गर्छु। भर्खरै उठ्ने मान्छे देखाउँछु हेर्नु है। देख गाइस देख, हेलो देखो ब्रस गर्न लाग्ला। यो मान्छे नि भर्खरै उठेको यो मान्छे। खै आएको सुते छ, खै उठ्ने होइन। गुड मर्निङ मर्निङ इभान्जली। हेर्नु हामी चाहिँ के पहिला यो घरमा बस्थ्यौँ क्या, भाडामा यो घरमा बस्थ्यौँ। अनि हामी यहाँबाट आँप खान्थ्यौँ। आँप कतै बगैँचाहरू छ हेर्नुहोस्, आँप पनि फलेछ तर देखेँ होइन। त्यो मान्छे फेसस लिन गएको क्या, पाउनुभयो। अनि हाम्रो यहाँ घरमा चाहिँ यहाँ चाहिँ पानी सुकेको बेलामा धारामा सुक्छ नि त, त्यति बेलामा चाहिँ हामी चाहिँ त्यो घरमा जान्थ्यौँ क्या, बाल्टी बोकेर दुई 4वटा बाल्टी बोकेर अनि जान्थ्यौँ। यस्तो रमाइलो थियो यहाँको पलहरू पनि। सो गाइस सबैजना उठिसकेका छन्। मलाई जसलाई गामोस् भने त्यो मान्छे उठेर कस्तो राम्रो स्माइल दियो। अबे दाँत खै ला यस्तो बिहान उठ्ने बित्तिकै कसले पढ्छ हेर्नुहोस्, यहाँ मेरो बहिनीहरूले पढ्छन्। के गरेको ए ड्रइङ गरेको ट्रिट मान्छेले त्यहाँ सबैलाई अर्डर दिँदै हुनुहुन्छ कुकुल के गर्ने भनेर। धनी मनी मान्छेहरू हेर्नु न त्यहाँ। आहा धेरै खाना पाइन्छ। 5 रुपियाँ छ। ला गयो हेर्नु गाइस, यिनीहरू पिकाचु बनाउँदैछन्। आर्टिस्टहरू। ओ माई गॉड क्याट रेडी। र गाइस हामी चाहिँ अब नास्ता भोक लागेको अरे ओए घर बस है, काहीँ पनि नजाऊ। चप्पल ल। सो गाइस हामी नास्ता लिनलाई। अनि सो गाइस सक्दैन भाइ चलाउन यो बाइक। जाने भनेको बाइक हेर्नु न, हाम्रो रोयल हो कि रोयल। सक्नुहुन्छ यसमै जाने। आमा रिमझिम पनि यहाँबाट कम त टाढा छ। यताबाट जाउँ, यताबाट बाटो खुल्याएर जाउँ त्यसमा। सो गाइस नमस्ते। म भर्खर आएको। सन्चै हुन्छ है? म त सन्चै। आप देखो गाइस, हामी त्यही त भन्दैछु त क्या। हामी पहिला हे त हटस्पटको पासपोर्ट ओन्ली मी @only me। ओ यार यार भाइ अनि 1 पनि हो सबै स्मल लेटरमा @ चलो ओए ब्लगमा मेरो पासपोर्ट नयाद देला। केही हुन्न के, कसले हेर्छ र हैन। बस लाइकको हैन। ये पर्सङलाई बिचरा तारा लगाएर त्यो सुतिरहन्छ। अब सुतिरहन्छ। सो गाइस यहाँ चाहिँ पर्सङ छ गरे भित्र सुतेछ तर तार लगाइदिनु।
अहिले देखाउँछु पर्सँग को हो भन्नु। सो गाइस हामी फेरि फर्किसकेका छौँ किनभने यो बाटो होइन। यो मान्छेले लिएर आएर हो क्या। ल जाम्छिर चलो। यो बाटो गएर अनि यताबाट गएर यस्तो जानु रहेछ। गाइस बाटो बिर्सेर बारीबाट लैजानु पर्यो साइकल। यही मान्छेले हो के। अब म बाटो निकालिहाल्छु त। कहाँ छ कि यहाँ बाटै छैन। के बाटो हो यस्तो ताजी मलाई। कहाँ के बाटो बारीमा। यता हेर्नु ऊ त्यहाँबाट यस्तरी गएर त्यो बाटोमा निस्किने हो के। त्यो बाटो यस्तो निस्किने बाटो छैन त्यहाँ। कहाँ छ कि बाटो त्यहाँ। अनि अस्ति म काम के काम थाहा छैन तर बाटो त ऊ त्यहाँ त ऊ। अनि त्यो आधा बाटो मात्र हो त्यो। त्यो बाटो होइन कि बारी हो त्यो। पागल भएन बारी देखो गाइस देखो। यसो गर न म यसरी बस्छु है। बाटोभरि डर लाग्यो मलाई त। चलो 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 हामी खुट्टा कस्तो अर्कै ठाउँमा। ए मैले थाहा पाएँ हामी उषाको घर नजिक नजिक आयौँ। मतलब हामी पिज रोडमा आयौँ। बाहुबली कि जय होस्। आजको बाहुबली यहाँ हुनुहुन्छ है गाई। यस हेर्नु न यहाँ कस्तो चलाउनु भयो साइकल। अनि मलाई हेर्ने यहाँ कस्तो बसेको एकदम मत गऱ्यो। ऊ यो मुसेको घर हो यो। ए यो होला ऊ यो मुसेको घर हो। मेरो साथीको घर हो क्या। मुसा भन्छौँ क्या तर हामीले मुसा नहेरेर गाली गर्ने। सो गाई जब हामी रिन्जिङ पुग्न धेरै छैन। ऊ त्यहाँनिर हो। यहाँ आएका छौँ नास्ता लिनुलाई। छोरा समोसा खाने कतिजना 1 2 3 4 जना छ नि त्यहाँ। तपाईँको नाम के हो। प्रश्न शर्मा। हजुरको घर कहाँ हो। नेपालगञ्ज बस पार्क हो। कसैलाई चाहिएको भन्ने त्यसो भनेको प्रो मैक्स हो अल्ट्रा प्रो मैक्स। किन पाएन प्लास्टिक यसरी खान्छ नाच्छ। बनाउँछु त हेर्नुहोस्। सो गाइज हामी बाटोमै खाँदै खाऊँ बेजतीहरू। यसरी पोलमा अड्डेर को खान्छ। म खान्छु। जाऊँ जाऊँ। सो गाइज हामीलाई के देखिन ढुङ्गा होइन भाइ यो। अस्ट्रिज कन्डा यहाँ कहाँबाट आउने। ओ च्याउ हो च्याउ हो। ऊ त्यहाँ पनि छैन न तर कस्तो गोलो है। ए मान्छेले कामेर नि बिचरा। यो खान्न त जहरीला हुन्छ यो। जहरीला यहाँ पनि छ। कस्तो राम्रो त्यो हुँदैन त्यो ढुङ्गा जस्तो त्यो सेतो। मैले त अन्डा सोचिरहेको थिएँ। मैले पनि त त्यही सोचेर त भनेको त नि। पहिला ढुङ्गा पछि अन्डा। अस्ट्रिजको अन्डा अरे। कहाँबाट आउँछ क्या अस्ट्रिजको अन्डा। धेरै दिमाग लागेको मान्छे। चलो हाम्रो हिरो अन्डा। हामी त बारी जान्थ्यौँ भनौँ न। अनि जाऊ तिमीहरू जाऊ साइकल लिएर बारी आफ्नो छोराछोरीलाई भन्नुपर्ने हुन्छ गाइज।
साइकल पनि लगाउनु भयो त्यतिखेर त अटोमेटिकली त्यो रोडमा आउने बित्तिकै सल्लै हिँडेर त्यस्तो हुन्छ होला हाम्रो मम्मी बाबामा साइकल थिएन भन्नु नि हाम्रोमा साइकल आयो अब हाम्रोमा साइकल छ तिनीहरूकोमा हुन्न साइकल अटोमेटिक रोडमा आउने बित्तिकै के हो के अरे त्यो लिफ्ट जस्तो आफै चल्ने त्यस्तो हुन्छ जिजुहरू कहिले आउनु होला र हामी नास्ता खाम्ला भयो होला बिचरा भाइ बहिनीहरूलाई लाउनु त यो हो छोला समोसा खाने कि नै मेरोमा चार्ज छैन भाइ ल जाऊ देऊ दिजूलाई काटामा चाहिँ चम्चा भेटाइ नै चम्चै थिएन यहाँ बाबुलाई मेकअप गरिदिँदैन चेन फुस्क्यो अरे के चेन फुस्क्यो त लोडेको त हो लड्या हो त होइन पहिले धसाइदियो सरी त्यो चेन फुस्किन्छ भन्थ्यो क्या त्यसले के अरे गामले भन्छन् भन दादा गाई चेन म हेर्नु यहाँ कसरी सुति सुति मेकअप गर्छ म गर्छु दिदीलाई देखाउ त दिदीलाई यो दिदी सुती सुती यो दिदी बसी बसी गरिराख्नु सो गाइस हामी चाहिँ अब मेरो गीतको लागि प्र्याक्टिस गर्दैन देख्नै यार यता आउनुपर्छ छ दिदी 5 6 7 8 बाहिर प्र्याक्टिस गरेको अहिले कहाँ बनाउनु त्यो धेरै गाइस हामी अब टिकटक बनाउन आँटेको मेरो बहिनी हेलो हामी त टिकटक यस्तो घाममा बनाउनु पर्यो सानो भनिदेऊ त भन त कति घन्टा भयो अरे आधी घन्टा भइसक्यो त्यसरी टिकटक हुन्छ हामीले लास्टै घाम छ यहाँ चाहिँ मेरो साथै छिन् कस्तो लागेको छ नि दामी छ सो गाइज मलाई चाहिँ फुल देखेपछि टिप्न मन लाग्छ कि त्यही भएर म चाहिँ फुल टिप्छु कुन चाहिँ टिपम यो राम्रो छ है यस्तो गरेर अनि म लगाउँछु यसरी छिटो मेरो पनि छ सोफामा छ यस सी इज माई गर्ल बोय हो इज माई बोय रे ल्याउ हिँड्दै जान्छ चाबी कहाँ गयो त त्यसको चाबी दुईटा चाबी थियो त त्यो दिनु भएन यस्तो दिमाग धेरै म आफै टिपिदिन्छु के गर्नु भन्नु यो होला तिन के ब्याकग्राउन्ड सँगै बजाऊँ ला 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 हिँड्नु नाटक देखाउनु पर्छ कि फेरि हामीलाई गाडी जस्तै घाम भन्छ गाडी म आफै अहिले आँप खाने गरेको छोडौँ ल ल आँप खाने गरे यस्तै हान्छ आँखा गरी होइन म्याङ्गो खाने हो अनि महँगो खाने हो अहिले साझा पो खाने हो अहिले दिउँसो खाने हो चोरेर खाने हो साझा हेरिरहेको छु अहिले हेर्नु देख्यो बेल पानीमा घोलेर खान्छ लेला मन के गरे केसको बाटो धुलो उडायो भने के गीत दिउँको बाटोमा धुलो उडाउँदै यही मान्छे हल्ला गर्ने फोन गरिसक्नु भयो उहाँ पुरा बोलाएको छ हामी कहाँ जान लागेको हामी बोलाएको के गर्नु सिलिगुडीकोमा जानु
आफूले टिप्देको फुल त यस्तो ल्याउनु पर्छ के जल्दी गाइजमा फुलवाली भन्नु तपाईँलाई को मनपर्छ यस्तो बेला मन त रहेछ आकांक्षा बहुत मनपर्छ त्यही मनपर्छ निहारिका बोइजमा फेरि ऊ गुल्लु यस गुल्लु मलाई दिप्तांश पनि ठिक लाग्छ यार तर फेसमा दिप्तांश फेसमा फेस स्ट्रक्चरमा गुल्लु राम्रो छ बाबा गुल्लु मलाई बहुत जस्तो लाग्छ यार तर ग्रेभ लाग्ने निस्केछ त्यो तिमीलाई हेर्नु हेलो हेलो आधा बाटो पुग्ने बेलासम्म यो चाहिँ मन्दिर ढो गर्नु गाइज सबैले एउटै इच्छा पुरा गरिदिनुहोस् दिदीको उइस आफूलाई माग्दै दिदीको उइस पुरा गरिदिनु हेर नि त्यहाँ बाटो टिकटक बनाउन लाग्थ्यो त्यो ढिलो भयो भन्ने होइन त्यहाँ हेर्नु न लाबु छिरेन हेलो सन्चै हुनुहुन्छ हेलो हेलो कसले दियो मलाई खै चोर चोर चोरले सिङ्गर गामस हिँड्दा हिँड्दा थकेर आयो थाहा छैन केही चिसो खान मन लाग्यो कि नै ला फ्रुटी खाने के खाने फ्रुटी खाने कि नै हाम्रो हाम्रो एटिएम हाम्रो हाम्रो 1 2 3 4 5 हाम्रो बथान 1 2 3 4 5 6 सानो देखाऊ हेर्नु गाइज मैले सानोलाई ब्रेसलेट किनिदिएको 50 लाखको होइन कस्तो लाग्यो हो थ्याङ्क यू भन नि त अनि वेलकम अनि म यहाँलाई फेरि टिकटक बनाउन ठिक्क छ मलाई भ्लग बनाउन ठिकै छ भन मलाई भ्लग बनाउन ठिक्क छ यहाँलाई टिकटक बनाउन ठिक्क छ यिनीहरूलाई फुल चोर्न ठिक्क छ तिमीलाई लट्ठी घुमाउन ठिक्क छ उहाँ चाहिँ यो यहाँलाई चाहिँ हिँड्न ठिक्क है त्यही स्वर ताल ए हेर्नु न भाइरल छिटो गाली गर्नुभएको परसँग भन्नु जसले भनिदिउँ यही भन्छु भित्रबाट के अरे बाहिरबाट तातो लगाइदिनु भएको थियो मलाई कपाल नाम बाबाले हेर्नु नि त्यहाँ सेलरोटी कम्पा यति धेरै छि स्यामसङ म चाहिँ सरदबाट आएर छिटो आएँ कि त्यहाँबाट साइकल कुदाएर भए पनि आएँ अनि आउने बित्तिकै रेडी भयो कि छिटो अनि दादालाई फोन गरेँ दादाले 6:30 बजी छिटो आऊ भन्नुभयो अनि म अलिकति भए पनि ह्याप्पी थिएँ कि अझै टाइम बजेछ भनेर अनि बाबालाई सोधेँ बाबाले पर्दैन जान किन जानु पर्यो भन्नुभयो अनि बहुत एक्साइटेड थिएँ कि किनभने लाली बजार मुभी हेर्नलाई धेरै नै एक्साइटेड थिएँ कि म चाहिँ सोच भएन त्यो त्यस्तै नराम्रो लागिरहेको रेडी भएर बसेको थिएँ कि म कस्तो सोच भएन केही छैन ओके त्यही हो गाई आज चाहिँ सरादमा गइयो अनि त्यही अलिअलि कामसाम गऱ्यो त्यहाँ गएर अनि खाना खाएर अनि मुभी हेर्नको लागि जान्छु भनेको थियो त्यो चाहिँ असफल भयो त्यही हो आजलाई यति नै थ्याङ्क यू फर द वाचिङ भिडियो
लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् बाई